हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। दुईटा छ आयो हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु ठीक छु। हामी चाहिँ आज बाजी बजे पूजा गर्न जान लाग्यो। घरबाट हिँड्न लाग्यो। यहाँ बजेहरु सबैजना सबैले कुखुरा लिएर आउनु भयो। कति ठुलो बजेर पै बजेर कुरिरहेको उहाँहरु चाहिँ त्यहाँ कुखुरा किन्नलाई जानु भएको रहेछ। मेरो कुखुराले हक्टिएर नि ल साथीहरु अब हामी चाहिँ उकालो लाग्यौं मन्दिर जानको लागि। यता हामी त दिदी कुखुरा चाहिँ यति ठुल्ठुलो छ हामी सबैको घर बजेको चाहिँ लोकल कुखुरा हाम्रो चाहिँ बाजे भ्याएन अरे अझैसम्म त्यतिकै हामी चाहिँ अलि छिटो आइपुगेछौँ। यता बजेहरू चाहिँ कुखुरा लिएर आउनु भयो। चाहिँ यहाँ बजेहरूलाई कुर्दा कुर्दा अलि ढिलो भयो नि के बस्दा बस्दा बजेको झन् दुईटा कुखुरा हो। दुईटै पूजा गर्ने हो। दुईटा मिसाएर दुईटै किन्नु भएको हो। यो मण्डलीलाई आफ्नै घरको यो किनेको बाजे बजेलाई ए कति यहाँ बजे चाहिँ सासू 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 भारी ढिला गर्नुभयो क्या हामी कुर्दा कुर्दा। यहाँ हामी चाहिँ यस्तो उकालो बाटो जानुपर्छ। यहाँ चाहिँ के मन्दिर हो भगेर मन्दिर। यहाँ चाहिँ गुरुङ गाउँको बोजूहरू त थोला यसो स्यासे भयो दम बढ्यो। यता चाहिँ गुरुङ गाउँ हल त यस्तो मजाले क्लियर देखिन्छ। यस्तो घारी घारी जानुपर्छ हामी। बाटो यस्तो घारी भएछ क्या अहिले त। हे भगवान उकालो लाग्दा लाग्दा दिदी खाट्नु गएर पो समातिहाल्यो। यो किलो यो कुखुरा छ 10 किलो म 70 किलो 80 किलो मान्छे हिँडिरहेको छु यहाँ। आइया गाह्रो भयो हिँड्दा हिँड्दा। यस्तो बाटो हिँड्नुपर्छ हामी माथि पूजा गर्न जानलाई। हजुर लगाइहालेँ। यहाँ पछाडि चाहिँ गुरुङ गाउँ हो। अब हामी चाहिँ पूजाको थानमा आइपुग्न लागिसक्यौँ। हाम्रो दिदी चाहिँ थकाएर बसिसक्नु भएछ भन्दा पहिला के गरेको म धेरै भयो उकाल्न होइन। यहाँबाट माथि चाहिँ साफ गर्नु भएको रहेछ। अब चाहिँ हामी थानमा आइपुग्न लागिसक्यौँ। यता बजे आउनुभयो। बजेर अगाडि हुनुहुन्छ। बजेहरूको आज पाहुना छ घरमा। भरे फुपू आउँछ। बजेकोहरू चाहिँ पाहुना आउनुहुँदैछ। बेलुका आउनुहुन्छ अरे। हाम्रो घरमा त पाहुना आइसक्नु है तर पूजा चाहिँ गरेर भ्याएको छैन हाम्रो घरमा। ओ बयाबानीको फुबो चाहिँ आइपुगिसक्नु गएर काटेर पूजा गरेर बल्ल काटेर खुवाउने हो। साथीहरू यस्तो उकालो बाटो छ। म पनि एकदम थाकिसकेँ। यति ठुलो कुखुरा आज उता माइततिर नि बाजे बजे पूजा हुन्छ कि अनि यतातिर नभएको भए जाने भन्दै थियो। सँगै पर्यो अनि त्यही भएर आज म चाहिँ यता घरतिरै बसेको। उता नि हुन्छ क्या बजे। अनि माथि पाटन बजे चाहिँ गइसक्नु भयो बाबुलाई पुऱ्याउनु भनेर। मेरो गाउँतिरको साथी बजे ल फाइनली हामी आइपुग्यौँ है। अब हाम्रो बजेलाई पिसाब चाप लगाएर जानु है। अब एकछिन बसेर कुर्दै गर्छौँ।
मन्दिर नि आइसक्यो धेरै उकालो रहेछ है बजे से भयो म चाहिँ धेरै भयो नहिँडेको के भयो फेरि पानी ओसार्दा ओसार्दा त्यही भएर दम बढी छ यहाँ चाहिँ सबै पिपलहरू काटेर धेरै पुरानो बुट भयो भनेर छोडिदिउँ भाले हामी चाहिँ उकालो लाग्दा लाग्दा एकदम गर्मी भयो बजी चाहिँ गर्मी भयो भनेर स्वेटर नि फुकालेर बसिसक्नु भयो घामी लाग्यो यस्तो मजाले यहाँबाट पनि यस्तो राम्रो भ्यू देखिन्छ साथीहरू अङ्कल चाहिँ कहाँ गएर आउनु बाजे कता गएर आउनु बाजेले बजे खोज्दै हिँड्नुभएको अरे कता हराउनु भएछ त बाजे बजी बाजेले चाहिँ कुखुरा लिएर आउनु भएको अरे वन कुखुरा हामी चाहिँ एकदम थकाइ लागेर यत्तिकै बसिरहेको त्यो मन्दिरमा चाहिँ सुरु भइसक्यो यहाँनिर चाहिँ हामी अलिक छिटो आएर अनि एकछिन यहीँ तल चौतारामा बसौँ भनेर अनि बसिरहेको कति बेला हुने हो मेरो नानी घरमा छोडेर आएको छु साथीहरू ल है साथीहरू हामी चाहिँ पूजा गर्न हिँडेको कहाँ जान लाग्यो अरे बजे हामी हामी चाहिँ पूजा थाना आइपुग्न लागिसक्यौँ यही माथि चौतारामा हो हामी चाहिँ भर्खर यहाँ थानमा आएर थकाइ मारेर बसिरहेको तर भ्याकै छैन रहेछ ए हाम्रो चाहिँ पूजा सुरु भयो कुखुरा लिएर आऊ भन्दै हुनुहुन्छ जब खुवाउने सुरु भएछ अब कुखुराहरूलाई जाने होइन बजे यति धेरै छ मान्छेहरू पूजा गर्नुभन्दा पहिला चाहिँ यसो खुवाउनु पर्ने रहेछ यो खै बजेको कुखुराले त खाँदै खाएन नि त मेरो चाहिँ हात गरेर बाबाले दिनुभयो अहिले कुखुरा हाम्रो कुखुराले चाबल खुवाउँदा खुवाउँदा म आफूस लगाएर बस्दा बस्दा हातै के बजे हामी चाहिँ यता माथि मण्डनी थानको पूजा हेर्न जानु लागेको कता जाने हो नि सानो मान्छेहरू बाबु अबन्टु कता जाने हो तिमी यहाँ चाहिँ मण्डनी थालको मन्दिर मेरो नम्बर त थाहा छैन है तिमीलाई मात्रै फोन गर्ने बोले उसको भतिजो छैन र भतिजो हिजो मागेको थिएँ भयो नि त यहाँ नि कुखुरा पूजा गर्छ बजे कुकुपरी हाम्रो देउकलाको भदाइको ए हाम्रो कहाँ देखेको थिएँ दाउरा गर्नु थाल्यो वन खुला हिजोबाट भाग्ला धेरै भाग अब हामी आज पनि जानु भएन भोलि पनि जानु भएन फेरि उसमा शिर पञ्चमी पनि काट्न हुन्छ हुनु के जाला जाने 16 गते उकालो लाग्ने हो नि फेरि नाउला के अरे यो कुखुरा चाहिँ सबैभन्दा पहिला जाँदा खाँदै नखाएर पूजा सुरु भएको छैन सबैभन्दा पहिला त्यही भाले राखेको है ल साथीहरू म चाहिँ अब घर लागेको है पूजा गरेर पनि भ्यायो कुखुरा लिएर हिँडेको अब चाहिँ ओह्रालो जानुपर्छ सरासर
चाहिँ कुखुरा लिएर हिँडेको गाह्रो भयो। अब ओह्रालो सरासर झर्नु छ फेरि। म चाहिँ न्याएर थकै लगाएर बसिरहेको। बजे चाहिँ बल्ल आइपुग्नु भयो। कुर्दा कुर्दा बजे चाहिँ माथि बसिरहनु भएको थियो कि मलाई बा अरू बजेहरू त गइसक्नु भयो बजे। हामी अझै यस्तो बाटो जान छ। ल साथीहरू, हाम्रो मगर गाउँको बाटो लाग्यौँ हामी चाहिँ अब घरतिर। ल अब हामी चाहिँ घर आइपुग्ने लाग्यौँ। बजेको त मन्डन थाहा नि, बजेको दुइटै गरेको है। अयो थकै लाग्यो। हामी चाहिँ आइपुग्यौँ। मेरो माइती घरतिर नि एकदम सम्झना सम्झिरहेको छु। त मम्मी बाबाले पनि बोलाउनु भएको थियो, बोलाउन त के गर्ने, यस्तै भयो। हामी बजेको घर आयो। यहाँ चाहिँ बजेको घर हो। यति राम्रो गेट छ बजेको यहाँ। ल बजे जानु है, बस्नु है। हामी गयौँ। म मात्रै अघि जाँदा त अलि धेरै भयो थियो, अहिले त म मात्रै भएँ। के गर्ने, गाह्रो छ। यहाँ चाहिँ ठुलो बजेको घर हो। गइसक्नुभयो। पानी त तताउनु भयो होला। म चाहिँ बल्ल घर आइपुगेँ साथीहरू। अब आइपुगेँ म चाहिँ घर। अब आइपुग्यो। पानी तात्यो। कता लाने हो? उता यहीँ भर्खरै हात गलेर यस्तो लिएको कि उता लाने कि यहीँ भुताल भुतुल गर्ने। म चाहिँ बल्ल घर आइपुगेँ साथीहरू। मम्मीहरू चाहिँ कुखुरा कुरेर बस्नु भएको, नानी हेरेर। नानीले एकछिन अत्ताउनु भयो अरे। बिचरा। अಯ್या हातै गल्यो साथीहरू। मेरो चाहिँ कुखुरा बोकेर आएको। कम्तीमा 10 किलो चाहिँ छ होला है हाम्रो कुखुरा। कति किलो जति छ होला बाजे? अब कुखुरा भुताल्नु पर्यो। हाम्रो फुपू बजे पाहुना आउनुभएको बिहान नै भोक लागेर बसिसक्नु होला बिचरा। के गर्ने, हामी चाहिँ लाएन। अहिले म यति सकेपछि फेरि पूजा गरेर आएको कुखुराको मासु चाहिँ हामीले काटेर भ्याएर अब पकाउन रेडी गर्दैछु। हामी चाहिँ आगोमा पकाउँछौँ कि आगोमा पकाएको चाहिँ एकदम छुट्टै स्वादिष्ट मिठो हुन्छ। मासु चाहिँ धेरै नै बनाउनु लाग्यो हामी। फुपू बजे बस्नुमा नानी चाहिँ त्यहाँ खेलिरहेको छ। यस्तो मजाले पाकिरह आगोमा। साथीहरू मेरो मासु पाक्यो। अब 12 बज्न लागिसक्यो। हामी आज खानै खाएको छैन। मासु पाके है, मजाले आगोमा उम्लिरहेको छ। चाहिँ ग्यासमा आज कान्छाले पकाउनु भएको बाजेको लागि। बुढो बाजे हुनुहुन्छ, हड्डी चपाउन सक्नुहुन्न नि त। अनि त्यही भएर यस्तो मिठो गरेर पकाइदिनु भएको छ कान्छाले। देवरले चाहिँ कलेजो पाङ्ग्रा अनि मासु 1-2 पिस। आज खाना भिडियो सक्यो।
हामी अब खाना लाग्दै साथीहरू कुखुराको मासु त मम्मी मासु त खाएर भ्याइ अब भाँडामा त कस्तो फिल भयो एकदमै गाह्रो भइरहेछ मासुसँग आज भातै भाँडा अलिक खोले रहेछ आज भयो कि तर सबैभन्दा धेरै चाहिँ तपाईँले खानुभयो आज भात थपेर कसले खाथ्यो मम्मीले कसले खाथ्यो पनि थपेर आज अनि आजको मेरो भिडियो चाहिँ यति नै बाई फेरि अर्को भिडियोमा भेटौँला